100 दिन पुगेको छैन, हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा चाहिएको छ। त्यो पनि 2/3 को करिबको सरकारको 182 सिटका प्रधानमन्त्रीलाई 5 सिटे पार्टीले राजीनामा मागिरहेको छ पटक पटक। न्यायपालिकाले न्याय दिने हो, कार्यपालिकाले काम गर्ने, व्यवस्थापिकाले कानुन निर्माण गर्ने देखि लिएर सरकारलाई डाइरेक्सन दिने। कार्यपालिकाले अहिले काम गरिरहेको छ। कार्यपालिकाका प्रधानमन्त्री मन्त्रीहरू जो पनि हुनुहुन्छ सरकार, उसले काम गरिरहेको छ, निरन्तर खटिरहेको छ। यो सरकार यति खटिएको छ भन्ने कुराको त्यसको सीमा छैन। करिब 10 वर्षमा पुराना पार्टीहरूले लतारेका कामहरूलाई अहिले करिब 1-2 महिनामै करिब समेट्ने प्रक्रियामा त पुर्याइसकेको छ। अझ 30-35 वर्षदेखि यी पुराना पार्टीहरू तल्लो तहमा पुर्याएका कामहरूलाई सिस्टम र ट्र्याकमा ल्याउनलाई दिनरात नभनिकन जति पनि मन्त्रीहरू हुनुहुन्छ यो सरकारमा काम गरिरहनु भएको छ। अर्को व्यवस्थापिकामा जो पनि सरकार पक्षका सांसद हुनुहोस् या विपक्षका, नीति निर्माणका लागि, कानुन बनाउनका लागि छलफलहरू भइरहेको। तर हर्क साम्पाङलाई बालेन शाह आएर बोल्नु पर्यो, बालेन शाहले सम्बोधन गर्नु पर्यो, बालेन शाहले कामबाट सम्बोधन गर्यो, कार्यपालिकाले कामले सम्बोधन गरे हुन्छ। संसदमा आएर पटक पटक मन्त्री प्रधानमन्त्री आउने, भाषण दिने, विपक्षीहरूलाई चुनौती दिनु भन्दा पनि कामले चुनौती दिने हो। काम भइरहेको छ। बालेन शाह त्यति लामा भाषण गर्न, लामा अभिव्यक्ति दिन उहाँको रुचि पनि छैन, उहाँ त्यो किसिमको मान्छे पनि होइन। बालेन शाहले निरन्तर सबैलाई राखेर छलफल गरिरहनु भएको छ, काम गरिरहनु भएको छ। तर हर्क साम्पाङलाई राजीनामा चाहिएको छ। विपक्षी भइसकेपछि आवाज उठाउनु, सरकारलाई सचेत बनाउनु केही हदसम्म राम्रो हुन्छ होला। तर त्यो हदभन्दा पनि माथि गयो भने त्यो फितलो मात्रै हुँदैन। त्यो संसदीय अभ्यास नभएको, राजनीतिज्ञमा हुने एउटा गुण पनि नभएको, हावाको तालमा बचपना देखाएर जे मन लाग्दै विरोध गर्दैमा ठुलो मान्छे र पार्टी ठुलो र देशको भविष्यको प्रधानमन्त्री बन्छु भन्ने सपना चाहिँ पुरा हुन सक्दैन। त्यो मैले मात्रै होइन, सबैले निहालिरहेका छन्। 100 दिन पुग्न पाएको छैन। कतिपय थोरै रकम भएका सहकारी पीडितहरूको रकम फिर्ता हुन लागिसकेको छ। अर्को सुकुम्बासी र हुकुमबासीहरू छुट्याउने प्रयास भइरहेको, न्यायालयमा भएको व्यथिति र भ्रष्टाचारको अन्त्यका लागि प्रयास भइरहेको थियो। बल्ल न्यायाधीश नियुक्ति हुनुभएको छ। अरू थुप्रो कामहरू अब बजेट आउँदैछ, जस बजेटमा अब सरकारका नीतिमा छलफल भइरहेका छन्। अब सरकारको यो नीति पास भएपछि, बजेट पास भएपछि त्यसपछि सरकारले के कस्ता काम गर्छ, राम्रा काम गर्छ कि भ्रष्टाचार गर्छ कि, त्यसपछि आवाज उठाउन शोभनीय दिन थियो होला। तर अहिले हतारो गरेर जसरी विपक्षी हो म त बोल्न पाउनुपर्छ, विपक्षीको हुन्छ संसद भनेर त्यो ताइन तुईको आवाज निकालेर हर्क साम्पाङले राम्रो गरेन, आफ्नै राजनीति सकाउँदैछ।